हेलो साथीहरु नमस्ते। आज म एससी को तयारी गरिरहेका विद्यार्थीहरुको लागि एउटा महत्त्वपूर्ण क्वेशन लिएर आएको छु जुन चाहिँ अलजेब्राको सिम्प्लिफिकेसन भन्नेबाट रहेको छ। यहाँनिर क्वेशन रहेको छ 4 टाइम्स सरी यहाँनिर हाम्रो क्वेशन रहेको छ 4 टाइम्स x to the power of 3 upon x to the power 4 plus a to the power 4 minus 8 times x to the power of 7 by x power 8 minus a to power 8। अब यसलाई हामीले सिम्प्लिफाई कसरी गर्ने भन्ने बारेमा आज हामी यहाँ केही कुरा सिक्न गइरहेका छौं। सर्वप्रथम हामीले यसमा हामीले केही न केही कमन र एलसीएम खोज्नु पर्ने हुन्छ। यहाँनिर सिम्पली हेर्दाखेरि हामीले केही पनि एलसीएम हेरेका छैनौं, त्यसैले गर्दा हामीले x पावर 8 र 1 पावर 8 को सिम्प्लिफिकेसन गर्ने फ्याक्टराइज गर्ने। त्यसको लागि हामी पहिले x पावर 8 माइनस 1 पावर 8 लाई सिम्प्लिफाई गर्दा फ्याक्टराइज गर्दा x to the power of 4 को पावर 2 गर्न सक्छौं, किनभने 4 टु जाखेरि पनि 8 नै हुन्छ, माइनस को माइनस दिने, a को पावर 4 को पावर 2 गर्दिने, किनभने 4 टु जाखेरि पनि 8 नै हुन्छ, माइनस को हाम्रो यहाँनिर माइनस भयो। यसरी हेर्दाखेरि हाम्रो यो a स्क्वायर माइनस b स्क्वायर को फर्ममा गइसकेको छ र यसलाई गर्दाखेरि हाम्रो के आउँछ त x पावर 4 प्लस a को पावर 4 ब्रैकेट x पावर 4 माइनस a को पावर 4, किनभने हाम्रो a स्क्वायर माइनस b स्क्वायर को फर्मुला के हुन्छ त a प्लस b अनि a माइनस b। अब सबभन्दा पहिले हामीले के गर्नु पर्यो त यहाँ x पावर 8 माइनस a को पावर 8 भएको ठाउँमा हामीले अब यो भ्यालु राख्दिने। ल हामी गरौँ त हाम्रो क्वेशन के थियो पहिले 4 टाइम्स x पावर 3 डिवाइडेड बाई x पावर 4 प्लस a को पावर 4 माइनस 8 टाइम्स x पावर 7 डिवाइडेड बाई x पावर 8 माइनस a को पावर 8। हामी अब के गर्ने यो x पावर 8 माइनस a को पावर 8 को ठाउँमा x पावर 4 प्लस a को पावर 4 टाइम्स x पावर 4 माइनस a को पावर 4 भन्ने भ्यालु राख्ने। ल अब हेरौँ त हामीले कति राखेर हेरौँ त के हुन्छ 4x पावर क्यूब डिवाइडेड बाई x पावर 4 प्लस a को पावर 4 माइनस को माइनस 8 टाइम्स x पावर 7 डिवाइडेड बाई x पावर 4 प्लस a को पावर 4 ब्रैकेट x पावर 4 माइनस a को पावर 4। ल अब यहाँनिर हामीले के गर्ने एलसीएम लिदिने। एलसीएम लिँदाखेरि हामीले के गर्नुपर्छ पहिले मिलेको लिने, त्यसपछि नमिलेकोलाई मल्टिप्लाई गर्दिने। यहाँनिर हामीले यसमा एलसीएम लिँदाखेरि के हुन्छ त x पावर 4 प्लस a को पावर 4 अनि x पावर 4 प्लस a को पावर 4 मिलिरहेको छ, तर x पावर 4 माइनस a को पावर 4 चाहिँ मिलिरहेको छैन। त्यसैले गर्दा हामी के गर्ने अब यो दुईटालाई एक ठाउँमा गर्ने। ल यहाँ के थियो हाम्रो पहिले 4x पावर 3 ठीक छ मल्टिप्लाई यहाँनिर हेर्नु x पावर 4 प्लस a को पावर 4 अलरेडी छँदैछ, तर x पावर 4 माइनस a को पावर 4 छैन। त्यसैले गर्दा हामीले के गर्ने यसलाई 4x3 सँग मल्टिप्लाई गर्ने। x पावर 4 माइनस a को पावर 4, अब यो माइनस को यो वाला माइनस को माइनस दिने अनि 8x पावर 7 यहाँनिर हेर्नु हामीले एलसीएम के लिएको
x पावर 4 प्लस a को पावर 4 x पावर 4 माइनस a को पावर 4 जुन चाहिँ यसको तल अलरेडी छँदैछ। त्यसैले गर्दा हामी यहाँ केही पनि मल्टिप्लाई नगर्ने, त्यस्तै छोड्दिने। हाम्रो एलसीएम के छ त x पावर 4 प्लस a को पावर 4 ब्रैकेट x पावर 4 माइनस a को पावर 4 ल। अब फेरि हामी के गर्ने यो दुईटालाई मल्टिप्लाई गर्ने ल। 4 मल्टिप्लाई गर्दा के हुन्छ 4 x पावर 3 र x को पावर 4 लाई मल्टिप्लाई गर्दा हामीले के गर्नुपर्छ पावरमा जहिले पनि हामीले प्लस गर्ने हो। त्यसैले 3 प्लस 4 के हुन्छ त 7 4 टाइम्स x पावर 7 माइनस 2 माइनस 4 को 4 x पावर 3 र a को पावर 4 लाई मल्टिप्लाई गर्दा हाम्रो के आउँछ त x3 a4 र यो माइनस को माइनस दिने 8 टाइम्स x को पावर 7 डिवाइडेड बाय x पावर 4 प्लस a को पावर 4 x पावर 4 माइनस a को पावर 4। र अब हेर्नु त यहाँ पनि x पावर 7 छ र यहाँ पनि x को पावर के छ त 7 छ। त्यसैले अब के गर्ने हामीले यो दुईटाको बीचमा जोड घटाउ के गर्नुपर्ने हुन्छ त्यो गर्दिने। ल हेर्नु यहाँ 8 छ यहाँ 4 छ। हाम्रो ठुलो नम्बर कुन भयो यो 8 हाम्रो ठुलो नम्बर छ। ठुलो नम्बरको हाम्रो साइन के छ त नेगेटिभ छ र सानो नम्बरको साइन के छ पोजिटिभ छ। प्लस र माइनस मिलाएर हाम्रो के भयो माइनस गर्नुपर्ने। र माइनस गर्ने 8 बाट 4 घटाउँदा 4 हुन्छ। x पावर हाम्रो 7 छँदैछ तर हाम्रो ठुलो नम्बर कुन हो 8 र 8 को साइन के छ नेगेटिभ। त्यसैले हामी यहाँनिर पनि नेगेटिभ राख्ने माइनस यो 4x3 a4 को भ्यालु जस्ताको त्यस्तै राख्दिने। र तल के आउँछ हाम्रो फेरि x पावर 4 प्लस a को पावर 4 टाइम्स x पावर 4 माइनस a को पावर 4। अब यसमा हामी हेरौँ त केही न केही कमन आइरहेको छ माथितिर माइनस माइनस कमन लिने 4 यसमा पनि छ 4 यसमा पनि छ यो पनि कमन लिदिने। अनि यहाँ x पावर 7 छ यहाँ x पावर 3 छ। त्यसैले हामी के गर्ने x को पावर 3 लाई कमन लिदिने। अनि हामी कति गर्ने त माइनस 4x को पावर 3 लाई कमन तान्ने। माइनस माइनस हाम्रो प्लस भइसक्यो 4 कमन लिइसकेको छौं। x पावर 3 कमन लिदा हाम्रो पहिले कति थियो 7 7 बाट 3 घटाउँदा कति हुन्छ x पावर 4 ठीक छ। हाम्रो यतापट्टिकोमा यति बच्यो। फेरि पनि यहाँ माइनस र माइनस मिलाउँदा प्लस x पावर 3 अलरेडी कमन लिइसकेका छौं। बच्यो के a को पावर 4 डिवाइडेड बाइ x पावर 4 प्लस a को पावर 4 टाइम्स x पावर 4 माइनस a को पावर 4 हाम्रो यति आयो। अब हामी के गर्ने तल र माथिको के गर्नुपर्ने छ त्यो काट्दिने। हेर्नु त x पावर 4 प्लस a को पावर 4 माथितिर पनि x पावर 4 प्लस a को पावर 4 सेम सेम छ। त्यसैले के गर्ने हामी यो दुईटालाई काट्दिने। अनि हाम्रो बच्यो कति माइनस 4 टाइम्स x पावर 3 यहाँ हेर्नु यो 3 रहेको छ यो 3 लेखेको माइनस 4 टाइम्स x पावर 3 डिवाइडेड बाइ अनि यो x पावर 4 माइनस a को पावर 4 हाम्रो बचिरहेछ। x पावर 4 माइनस a को पावर 4 हाम्रो यति के भयो त आन्सर। यसरी हामीले सिम्प्लिफाई गर्न सक्छौं।